गाइज आज मैले नेपालीहरूलाई सोध्दैछु कि बालन सरकारको मन्त्री परिषदमा को छ भनेर कतिको नलेज छ होइन। जसले पनि मिलाउनुहुन्छ नि, दुईटा मिलाउनुहुन्छ भने मैले 500 रुपियाँ दिन्छु। मसँग अहिले हुनुहुन्छ हजुरको शुभ नाम? अजित गेवाली। अजितजी होइन, बालन सरकारको मन्त्री परिषदमा को छ भन्ने कतिको नलेज छ? अलिअलि होइन। ल मैले तपाईँलाई श्रम मन्त्री को छ होइन, श्रम तथा रोजगार मन्त्री को छ भनेर थाहा छ? श्रम शिशिर खनाल हो। मिलेन, अझै एकचोटि चान्स दिएँ ल। नाम थाहा भयो भने त थाहा हुन्थ्यो कि तर अलि आएन कि। होइन अब कतिको अपडेट हुनुहुन्छ भन्ने कुरामा भर पर्ने भयो होइन। सस्मित पोखरेल। श्रम तथा रोजगार मन्त्री सस्मित पोखरेल हो। मिलेन। स्वास्थ्य जनसङ्ख्या तथा यो के अरे जल स्रोत मन्त्री आएन है। हजुरको शुभ नाम के भन्नुभयो? अजित गेवाली। अजितजी भेटियो, खुसी लाग्यो। के अरे श्रम तथा रोजगार मन्त्री को हुनुहुन्छ थाहा छ? थाहा भएन है। अनि स्वास्थ्य जनसङ्ख्या तथा जल स्रोत मन्त्री थाहा भएन? फरेन अफेयर्स मिनिस्ट्री। फरेन अफेयर मिनिस्ट्री ठ्याक्कै अप्सन सोध्न मिल्दैन। अप्सन दिए थाल्यो भने त त्यो अलिकति थाहा भएन है। अर्को सोध्छु है त, यो मिलाउँदा पनि हुन्छ। इन्फर्मेसन एन्ड कम्युनिकेसन मिनिस्ट्री त्यो पनि थाहा भएन कि। थाहा भएन। आज चाहिँ म होइन यो बालन सरकारको मन्त्री परिषदमा को हुनुहुन्छ, जस्तो गृहमन्त्री र अब होइन प्रधानमन्त्री त सबैलाई थाहा छ। त्यस बाहेक तपाईँले 3 जनाको नाम, मन्त्री परिषदमा भएका 3 जनाको नाम भन्नुहोस्, कुन कुन पदमा हुनुहुन्छ होइन। 3 जना मिलाउनु भयो भने 500 रुपियाँ दिन्छु। कानुन मन्त्री चाहिँ शोभिता गौतम। हजुर। अनि प्रधानमन्त्रीको भन्नु पर्यो कि नि? परेन। प्रधानमन्त्री र गृहमन्त्री चाहिँ भन्नु भएन। त्यस बाहेक अरू? अनि शिक्षा मन्त्री चाहिँ सस्मित पोखरेल। सस्मित पोखरेल। अनि त्यसपछि अनि अझै एउटा है। कस्तो कन्फ्युज भयो यार। मान्छे धेरैजनालाई यो थाहा नभएको अवस्था छ कि। अनि भौतिक मन्त्री भन्नु त? भौतिक थाहा छ? नभए अरू पनि भन्ने भयो कि तपाईँलाई थाहा भएको? भौतिक मन्त्री त यहीँ नजिकैको हो नि, रूपन्देहीको। रूपन्देही केही हुनुहुन्छ तपाईँलाई त्यति पनि हिन्ट्स मैले दिएँ कि। लोमसाल हो कि रे? मिलाइसकेछ है। ल यति मिलाउनु भयो भने सुनिल लोमसाल। एक्ज्याक्टली राइट एन्सर। हजुरको नाम के भन्नुभयो? हिमाल खनाल। हिमालजी हजुर। पिडी हेर्नुहुन्छ? एकदम हो 100%। ल म चाहिँ अहिले बेटर फ्युचर कन्सल्टेन्सीको तर्फबाट चाहिँ भिडियो बनाइरहेको छु होइन। यो चाहिँ त्यो आइडीबाट भिडियो जान्छ। त्यो आइडीलाई फलो गर्नुभएको छ भने यो पैसा डबल गरिदिन्छु, हुन्छ? त्यो त छैन होला। एकचोटि हेर्नु न, मैले त्यताबाट पनि भिडियो राखिरहेको हुन्छु। त्यो त छैन होला यार। हो र? एकदम दिन 1000 रुपियाँ दिन सजिलो हुन्छ कि होइन? छैन होला, एकदम उनै छु। देखिरहेको थियो। हुन्छ, फलो गरेर राख्नुहोस्। के थाहा पछि फेरि पनि भेटिन सक्छ है। ओके, तपाईँलाई चाहिँ म 500 रुपियाँ दिने भएँ है त।